कुलमान घिसिङ र हर्का साम्पाङ चाहिँ गठबन्धन गर्दैन। स्वयंशासित पार्टी र उज्यालो नेपाल पार्टी चाहिँ यति बेला गठबन्धन हुने कुरा चाहिँ बाहिरिएको छ र यो कुरा चाहिँ कुलमान घिसिङले चाहिँ आफैले एउटा इन्टरभ्यूमा भन्नुभएको छ कि हामी चाहिँ यो विषयमा कुराकानी हुँदैछ र कुनै पनि पदको चाहिँ बार्गेनिङ भएको छैन, तर हामी बीचमा चाहिँ गठबन्धन हुने लगभग तयारी भएको छ भनेर चाहिँ कुलमान घिसिङ र हर्का साम्पाङले चाहिँ एउटा इन्टरभ्यूमा भन्नुभएको छ है। श्रम संस्कृति पार्टी हर्का साम्पाङको पार्टी र हजुरको पार्टी एकता हुने कुरा आएको छ। यो पार्टी अब उहाँहरूले पनि प्रस्ताव राख्नु भएको छ। 1-to-1 पस्नु भएको छ हर्कासँग छैन को पार्दा टोली खटाउनु भएको छ। अनि तलको साथीहरू छलफल गरिरहेको है, एकता सम्बन्धमा विभिन्न पार्टीहरूसँग साना पार्टीहरूसँग कुरा भइरहेको छ। अब उहाँहरूले पनि प्रस्ताव राख्नु भएको छ। अब छलफलको लागि हाम्रो केन्द्र समितिको छलफल हुन्छ। अब पार्टी छलफल भयो भन्दैमा सबै कुरा एकैचोटि धेरै कुराहरू 1-to-1 पस्नु भएको छ हर्कासँग छैन को पार्दा टोली खटाउनु भएको छ। अनि तलको साथीहरू छलफल गरिरहेको है। जस्तो उहाँले चाहिँ सुदान किराँतलाई चाहिँ मुख्यमन्त्री घोषणा गर्ने कुरो छ, अनि तपाईँलाई पनि त्यसमा चाहिँ के गर्ने भन्ने कुरा केही छैन है। सम्भावना चाहिँ के छ सर? पार्टी एकताकै सम्भावना चाहिँ के छ सर? अनि छलफल त भइरहेछ नि त। छलफल तल छलफल भयो नि। त्यो छलफल कोहीसँग हामी गर्दैनौँ भने चाहिँ जोसँग पनि छलफल हुन्छ। पार्टी एकताकै के चरण चाहिँ के होला त सर? अनि छलफल त भइरहेछ नि त। छलफल तल छलफल भयो नि। त्यो छलफल कोहीसँग हामी गर्दैनौँ भने चाहिँ जोसँग पनि छलफल हुन्छ।